हेलो गाइस, गुड आफ्टरनुन। हेर्न सक्नुहुन्छ तपाईहरुले, यो चाहिँ मेरो अदबारी हो। यहाँनिर फर्सी पनि उम्रेको छ हैन। अनि त्यहाँबाट म स्पेशली के देखाउँदै छ भने हेर्नु साथीहरु, यहाँनिर पुरा पत्ताहरुले छोपेको छ है साथीहरु। च्याउहरु पनि कस्तो कस्तो जग्गामा उम्रिँदो रहेछ हेर्नु न है। तपाईहरुले हेर्न सक्नुहुन्छ, देख्नुभयो साथीहरु, यस्तो खतरा च्याउ उम्रेछ है। अनि उता देख्नु भएन अनि वहाँ परसम्म रहेछ। यहाँनिर उम्रेको छ, अरु उतापट्टि पनि छ, यतापट्टि पनि हेरेले उम्रेको छ। बुचक 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 छ तै मेरो सुँगुरहरु चाहिँ उठै छैन साथीहरु। अहिले चाहिँ सबै खतम भयो। लिएर पालौँ भन्दाखेरि पनि अहिले सुँगुरको बिमार चल्दैछ र ल्याउनै मन लागेको छैन साथीहरु। आज चाहिँ यहाँ आँगनको फुलबारीहरु सबै उखालेर एकदम साइडमा लगाएको साथीहरु। यहाँ चाहिँ आँगन चाहिँ अलिक ठुलो राख्नु पर्यो भनेर हैन। आज चाहिँ तोरी पनि सुकाएको सक्यो। यस्तो भयो, मेरो पुराले कलम गर्नु फुललाई पनि हेर्न सक्नुहुन्छ। यस्तो भएको छ। ऊ छेउछेउमा फुल रोपेको यो चाहिँ रहेको छ।